समस्या नहीं है झगडा भइराछ हामी एउटा एउटा न तीन जना खाइरान बत्ती रातमा दुई जना आयो अझ उ त्यो खाइराथ्यो डोनो फेरि यो थाहा छैन कालीकोटको सपना कालीकोटमा दिन उसको कितनी डोन तो चलिए शुरू करते हैं। ओ हेलो गाइस, वेलकम टू माय न्यू ब्लॉग। तो आज के ब्लॉग की शुरुआत हो रही है सुबह सुबह, क्योंकि मैं आज मतलब अब भी उठा हूँ और बहुत सा काम भी करना है मेरे को। मतलब अब मैं भी अगर मेरे को टाइम मिले तो मैं डेली ब्लॉग भी कर सकता हूँ। तो मतलब ट्राई करूँगा, क्योंकि जैसे कि आपने यूट्यूब का न्यू अपडेट देखा होगा कि वहाँ का वॉच टाइम भी बहुत बढ़ रहा है और व्यूज़ बहुत मतलब बहुत चाहिए अब। जैसे आपने YouTube का अगर अपडेट देखा होगा तो आज से मैं शायद डेली ब्लॉग करूँगा, तो देखते रहिएगा। सबसे पहले मेरा काम है अभी मुर्गों को खोलना। मतलब मैंने एक अपनी छोटी बहन को बोला तो था खोलने के लिए, उसने शायद खोल दिया होगा। तो मेरा काम है अब उनको चारा देना, फिर पानी देना, फिर मेरा काम होगा घर की सफाई, बर्तन धोना। फिर मेरे को आज छोटी बहन ने अपने घर में खाने में बुलाया, तो वहाँ भी जाऊँगा मैं। तब तक के लिए देखते रहिए। अभी सबसे पहले जाऊँगा मैं अपने मुर्गों को खोलने और चारा देने, खाना दिने। कहिले खोलिस् तैँले? भर्खर ल देन चाहिँ खाना। मुखबाट के फालेर दिएर आछस् है? स्याउ सेउ खान्छ यिनीहरू? ल भाइ, आज सबैको नाम भन् त के छ? भन् त आज के हो सबैको? यसको मुलुवा कसको? यसको यसको नाम डल्ले, यसको नाम हेन्सी, यसको नाम मा ओ त्यसको नाम फुलमाया कसले राखेको? काचिदिले तैँले कसैको नाम राखेन? मेरो धेरै ठुलो ठुलो भइसक्यो। ओ यो सेउ पनि खान्छ यिनीहरू? आधा काटेर देन यिनीहरूलाई, सेउ देन। यस्तै देन, ठुलो ठुलो पिस देन, फालेर नदे, ठुलो पिस देन। वाह ठुलो पिस दे त। यहाँ राख्न, यहाँ राख्न। वाह बई फुलमायाले ट्याग आने यार। फुल्ने हैन के हो? ढोलु बोलुले पठै भागमा अर्कोले लग्यो यार। ओ फेरि दे त, फेरि दे त। सबै चिज पर्लो। और ल चारा दे, अब जाने हो। ए ओए यिनको कुराहरूलाई के भन्छ गरे? गिरिराज यिनीहरूलाई? यो त भालेहरू भयो नि लोकल, यिनीहरूले के भन्छ गरे? कोइलर भन्छ कि गिरिराज भन्छ गरे? आज तिमीहरूको बिदा हो? तेरो किन एक दिन छ? तेरो सन्डेमा बिदा हुने? बाबाई बोर्डिङ स्कुल त तेरो दिदीहरू सरकारी स्कुलमा पढ्छ? ऐसे खा रहे। ओए तूने थोड़ा दिया क्या इन लोगों को चारा? हातमा पनि खान्छ यिनीहरू। ल खाऊ त। मेरो हातमा त खान्न त यार। ल खिला त आफ्नो हातमा। ल डल्ले खिला। खान्न के, पत्तीको हातमा खान्छ मात्रै। पत्ती खिला त आफ्नो हातमा। यसको हातमा खान्छ कि मात्रै। कति ठुलो ठुलो भइसक्यो यार यिनीहरू यार। चल पत्तीको हातमा हेर अब खान्छ कि नै। ओ पत्तीको हातमा त खाइरहेको छ त यार। उही अब दुईटाको हातमा खाइरहेको छ यार। उही डर लाग्दैन यस्तोमा? ए तिमीहरूको हातमा पानी खान्छ यिनीहरू? धेरै हो भयो यार। ओ त्यही सेपको टुक्रासँग खेलिरहेको छ यार दुइटा। ओए त के आज राति डान्स छ कि नै फेरि?
आज पनि छैन आज तल नराज्ने कहाँ तल आज फेरि किन तल नाच्दैन गरे आज ओइ मेरोमा त तल नाच्दैन गरे एउटा न तीनजना खाइरहनु पर्थे रातमा दुईजना आयो अझ उ त्यो खाइरहेको थियो 2 minutes later. अब मुर्गों को खाना दे के हो चुके हैं फारिग अब हम करेंगे घर की सफाई ओए तू करेगी कि नहीं मदद थोरै गर्छु नि त म त गरिहाल्छु मदत तँलाई बिस्तर पठाउन आउँछ बिस्तर पठाउन आउँछ तँलाई आउँछ नि त ल यो पठाता यो कम्बल पठाता कसरी पठाउँछ त्यो त छ भयो पहिला ल त गर त तँभन्दा ठुलो कम्बल के गर्न सक्छस् ल गर्न ल दुईटा भाइ बहिनी गएर त कस्तो गर्छ दुईटा बहिनीले अलग अलग गर्यो कि यहाँ ल कहाँ छ गरे माथि भन् न ल आउँछ त आउँछ ओए यो कसरी राखेस् कि तैँले ल यता म सिकाउँछु तँलाई यता कसरी सुत्ने गरे ल धेरै खासै काम त थिएन हैन यो बेडसम्म अब मैं अभी के लिए तो एक्लै हूँ तो अलिअलि गरेर पनि हुन्छ हैन भाइ के तँलाई डान्स आउँछ कि नै ल घर त एक स्टेप गरिदियो त डान्स एक स्टेप गर्थ्यो डान्सको खतरा त्यो त्यस्तो गर्थ्यो त त्यस्तो गर्थ्यो त क्या गर त त्यो स्टेप गर्न त्यो गर्न गाइस तो मेरा अभी सब कुछ काम हो गया है ख़त्म तो मेरी बहन ने मेरे को खाने में बुलाया था मगर मेरे को थोड़ा अजीब लगा क्योंकि वहाँ पर और बहुत सारे लोग हैं तो ये है कुछ उन लोगों का खाना और ये है जो मैंने आज ब्लॉग डाला तो उसको भी चेकआउट कर लेना मैं उसकी भी लिंक शेयर कर दूँगा तो अभी मैं खाना खाता हूँ फिर खाना खाते खाते अपना ब्लॉग देखने में मज़ा ही कुछ और है खाना खाने का है ना तो पता भी लग जाता है क्या गलती है क्या करना है क्या नहीं है ना क्या कर रही है फोन में नहीं के गर्ने गीत तानेर भन् त अहिले नाच्ने त अहिले एक्लै नाच्छस् कहाँ नाच्ने सपनाको गीत हो सपनाले बनाएको छ यो गीत अबे यस्तो नगर्ने यार यसले बेटा आएन गरेलु भन् त कहाँ थियो भन् त डराए यार अब यो भित्रबाट पाक्दै पाक्दैन यार त्यही त अब छिटो गर्नु पर्दैन हैन आगो कम गर्नु पर्छ अब ओइ के हाल्नु चाहियो त त्यो लिएर आएन यो पकौडा बनाएर केमा हाल्ने त्यही त पुरै डढिसक्यो यार एकचोटि उयो आगो कम गर फस्कै बिग्रियो अब फेरि पछि लास्टको त नबिग्रियो खै सिधै त हाल्नु बिग्रियो त फस्को बिग्रियो त फस्को जे कुरा के होला त्यो फस्को भन्न के भनेको त्यो फस्को भन्न फस्को भन्न चाहिँ फस्को भन्न चाहिँ ल आफूले बनाएको कस्तो छ बहिनी डढेको त तितो भयो तर मिठो छ यहाँ आधी खाने यहाँबाट खाने आधी खा के आधा मलाई पनि दियो म पनि खान्छु पाक्नु त पाकेछ होइन हालेर पाके छैन
यस्तो पाकेको हुन्छ खाइदे त पनि पाकेर हुनुहुन्छ यहाँ तातो ओ भाइ पुरै सकायो यार त्यो तैले त यार ओए यहाँ यो टेस्ट गर त पाकिसक्यो रे ल साँच्चै भनिस् है भित्रबाट पाक्यो कि हामी थाहा छैन कस्तो छ भन् त अलि घाँस पाकेछ मिठो छ कि नै मिठो अनि हात चाहिँ भनेको के हो फेरि साँच्चै हुने के हातै हुने हैन साँच्चै हुने हो दाउराबाट तान्नु आज यति भनेर तिमीहरूले डान्स गर्ने कि नि आज छद्मै गर्ने हो आज पनि तल गएर गर्ने हैन के हो गरे त भन्छ फेरि हामीहरू पनि त सुट्दो यो उल्टो त पत्तिसी अब पकोडा भएन त्यसैले हामी यो बनाउन लागेको एकछिनपछि चाहिँ पकोडा बनाउँछौँ कति के भनेर आन्सर गरे अहिले मैले भन्न लागेको पहिला चाहिँ हेर्नु यसलाई पखालेर फेरि छिल्छु फेरि पढुन्छ कि नै अनि 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 बसमा धुने अनि बदला छिल्ले फेरि धुने तर के धेरै पानी खर्च चाहियो तँलाई पानी खर्च भनेको बुझ्छस् कि नै हान्ने भनेर आछ त्यो पानी खर्च गरे के हुने अनि पानी त धुने त अनि पछि पानी भ्यायो भने मोटर चलाउने हो अघि भन्छस् ल भन् त अब त्यही केही भन्न सक्दैन पावर आएन भने कहाँ भन्न सकिन्छ त बत्ती आयो भने अनि बत्ती आयो बेला भने अनि उ गर्ने त नि मोटर चलाउने आयो भने पानी कहाँ भन्न सकिन्छ त्यहाँ पावर मरे त भएर पावर आयो भने स्टेपलाइजर लगाउँछौँ भन् न ल स्टेपलाइजर लगाउँछ अनि अब पहाड स्टेपलाइजर लगाए पनि पावर आएन भने के गर्ने त्यो त लगाएपछि पावर आइहाल्छ त आइहाल्छ त्यो पनि पावर आयो भने के गर्छ आउँछ त्यसले जति नुहाए पनि भन्नु न तर म चाहिँ अगाडि आलु छिल्छु नि बल्ल धुन्छु अब यहाँ भाइ बहिनीको घमासान युद्ध भइरहेछ यहाँ झगडा घमासान होइन झगडा भइरहेछ वाह झगडा गरे यस्तो फुच्चे छ झगडा हात छ फेरि यार 2 hours later. होला साथीहरु अब एक बारी हालेपछि चाहिँ म ल त अब हामीहरूको सिद्धिसक्यो हैन तो अब हम बनाएंगे बाहुबली पकौड़ा अब बाहुबली पकौड़ा देखिए कैसा बनता है ये हम रोल करेंगे और डाल देंगे इसमें पूरा वो यार ये पकेगा कि नहीं यार तेई नहीं पता यार फेरि हजुरहरु फोहोर नगर्नलाई यो फोहोर हैन हामीले हात साथ धोएर राम्रोसँग गरेको यो पिठोमा यस्तो यस्तो गर्दा फेरि फोहोर भनेर यस्तो यस्तो कमेन्ट आयो भने जाने छुट्टी गरेर डन फेरि यो थाहा छ नि कालीकोटको सपना कालीकोटको मात्रै नसुर के पनि डन हो म त काठमाडौँको र कालीकोटको र अनि सुर्खेतको र अनि अछामको र अनि पोखराको पनि डन हो ल्याउनु अब त्यो यता यति बच यसमा किन हाल्नु भयो तो फाइनली अब मेरा हो गया काम खत्म अब है इसका काम इसने सेल रोटी बनाना है अब मैं हाथ धो के हो जाऊंगा फारिक ओए खोल तो ढोका A few moments later. ल त अब हामीहरुको से पातो न हेर्नु न यसले त बन्दैन यस्तो छ पञ्चले एकचोटी ए पर जा यहाँबाट दिख्दैन के पर जा न ओ माय गॉड यस्तो हातमा तेल छिल्क्यो यार मेरो त्यो त यस्तो लागिरहेछ जस्तो छिरोटी गरे हैन छिटो गर्न हुन्छ साथीहरु हुन्छ अन्डा जस्तो पिला यार हेरेर त दामी भइरा पुनीले हाल्दैन हुँदै नल्याउ यारको थाल छैन लिएर आइज ल त अब यहाँ सेल रोटी काम तो दिशा धेरै लागेर त्यो मेरो बाहुबली हो यो उहाँको बाहुबली यहाँ देखो अब बाहुबली भी रेडी हो चुका है मैले फर्काइदिए साथीहरु यस्तो भयो सेल रोटी
मैले सेलरोटी अहिले यो चोटि भएन सेलरोटी अर्को चाहिँ सेलरोटी हातमा पुरेन मेरो हातै पुलिस कुनै कुनै काँचो छ यसमा कुनै पनि काँचो छ साथीहरू आजको भिडियो यहीसम्म सकियो अर्को नेक्स्ट भिडियोमा भेटौँला यो भिडियोमा लाइक सब्स्क्राइब फलो पनि प्लिज गरिदिनु होला है